लु साथीहरु एकचोटि छिटो निस्किनु पर्यो क्या दिर्जे हेर्नु त ल सो हेलो एभ्रिवान सेवा नमस्कार यहाँहरु सम्पूर्ण फ्रेन्ड मेरो अर्को नयाँ भिडियोमा र चट्ट म कहाँ छु के गर्दैछु भन्ने कुराहरु चाहिँ अहिले थम्बनेलमा तपाईहरुले पक्कै देखिन सक्नुभयो होला है अहिले चाहिँ हामी मुन्दुम पदमार्ग यात्रामा छौं अहिले चाहिँ हामी यो मुन्दुम पदमार्ग यात्रा क्रममा चाहिँ मयु हाँसपोखरी भन्ने ठाउँमा आइपुगेको छ हिजो चाहिँ हामी चक्या भन्ज्याङबाट यहाँसम्म आइएको थियो र मैले चक्या भन्ज्याङबाट यहाँसम्मको भिडियो चाहिँ अस्ति नै अपलोड हाल्छु युट्युबमा हेर्न सक्नुहुन्छ र यो पछिल्लो समय आएको मुन्दुम पदमार्ग यात्रा र सालपछि सिल्चुङ के कस्तो भइसक्यो कति परिवर्तन भयो भन्ने कुराहरु चाहिँ म सम्पूर्ण कुराहरु यहाँहरु देखाउँदै अगाडि बढ्नेछु र अहिले चाहिँ टक्क हामी कहाँ छौं भने हाँसपोखरी भन्छ यहाँ पर चाहिँ अनि यो ठाउँलाई चाहिँ दिलपानागी भन्छ हामी जो ठाउँमा हिजो आइपुगेको छौं र हामी चाहिँ यो तल देखेको गोठमा बस्यो र अब त्यो गोठमा चाहिँ चट्ट बिहानीको यस्तो नास्ताहरु चियासिया लिएर चाहिँ हामी हाम्रो मुन्दुम पदमार्ग यात्रातिरै अगाडि बढ्छौं र यहाँको केही सुन्दर भ्यू नि हेरौँ है त गाइस एकछिन यहाँ चाहिँ हाम्रो डेन्डी बाजेले धमाधम चौडी दुनु हुँदैछ यता चाहिँ अनि यता चाहिँ यो चौडी गाईको बाछाहरु राख्ने ठाउँ सिनो बच्चाहरु छ अनि यो चौडी गाईहरुको एक विशेषता चाहिँ यिनीहरुलाई चाहिँ कहिले नि बान्नु पर्दैन जति हिउँ परे नि असिना परे नि यतिकै पाखामै अनि यो दुध दुने बेलामा चाहिँ चट्टाउना धनीले चाहिँ चौडीको नामहरु बोलाइसकेपछि उनीहरु अटोमेटिकली नै सर्ट आउने गर्छ पस्दाखेरि हामी भेट्दै फेरि जानेछौँ है त लाग्यो हामी हाम्रो यात्रातिरै अब सालपछि लिचुङ सो गाइस अहिले चाहिँ हामी यो गोठबाट यात्रा अगाडि बढाइसकेपछि चाहिँ यो अलिक गोठतिर चाहिँ यो के अरे उत्पानी भन्ने ठाउँतिर आइपुगिसकेको छौँ र यहाँबाट चाहिँ अब हामी लगभग यस्तो रहेछ गाइस यता तल्लोपट्टि जाने बाटो चाहिँ हाँसपोखरी जाने बाटो र उँभो जाने बाटो चाहिँ सालपासी लिचुङ जाने बाटो रहेछ यो तपाईँहरूले चिन्नु होला र यहाँबाट चाहिँ के देखाइएको छ भने हाँसपोखरीको हाइट चाहिँ गाइस 3015 मिटर रहेछ अनि हामी अब जानुपर्ने भनेको चाहिँ यो ताराखसी पोखरी हुँदै ताराखसी पोखरीको हाइट चाहिँ 3133 मिटर रहेछ अनि हामी अब जानुपर्ने स्थान चाहिँ यताबाट है त गाइस चौरी हुँदै र यहाँनिर चाहिँ तल्लो बाटो छ गाइस यो चाहिँ हाँसपोखरी जाने र माथिल्लो बाटो चाहिँ सालपासी लिचुङ जाने है त ल लाग्यो गाइस उकालो अब चाहिँ
सो गाइस आज हामी चट्ट यो हाँसपोखरी दिलपानागीलाई पार गर्दै गर्दै यो ताराखसी पोखरीतिर अगाडि बढ्दैछौँ। यहाँ अगाडि चाहिँ ताराखसी पोखरी छ र यहाँनिर नै पहिले चाहिँ बाटोहरू बनाइएको थिएन, तर यो पछिल्लो समय चाहिँ यो नयाँ बाटोहरू निर्माण गरिएको रहेछ र मान्छेहरूलाई सालपछि लिचुङ जानलाई धेरै मान्छेहरूको समस्या थियो कि बाटो नचिन्नेको अब चाहिँ चिन्नको लागि धेरै सहज गरिदिइसक्नु भएछ। अहिले चाहिँ बाटो बनेर अलिकति यो चाहिँ ताराखसे पुग्ने बेलाको चिमल घारी गाइस ल। अब चाहिँ हामी लगभग ताराखसे पोखरी आइपुग्नु लाग्यो होइन, आइपुग्यो ताराखसे पोखरीको प्रवेश गरियो। यात्रा एकदम रमाइलो हुँदैछ। जोस दाइहरूसँग एकदम रमाइलो भइरहेछ। जोस यतिको यात्रालाई छि भन्न मिल्दैन हाम्रो। यो चाहिँ ताराखसे पोखरी, या चाहिँ पहिलेको पुर्खाहरूको भनाइअनुसार चाहिँ तारा खसेको भन्छ भन्नु चाहिँ, तर त्यसको बारेमा त्यस्तो राम्रो चाहिँ थाहा भएन हामीलाई। तर इतिहास जोडिएको छ, जस मान्यता एउटा किंवदन्ती कथा छ भनौँ न यो ठाउँको। हुनसक्छ। अब चाहिँ हामी हाँसपोखरी, मयौँ, ताराखसे पोखरी पार गर्दै गर्दै हाम्रो मेन ओह्रालो बाटोमा लाग्यो। अब यहाँबाट चाहिँ नन स्टप हाम्रो यात्रा तेर्सै रहन्छ है दाइ। ओहो फेरि तलतिर दाइहरू भाइहरू घोडामा आउँदैछ त यार। आम्बो यो चाहिँ के भएको भाइ दाइ, के भन्छ बच्चाहरू चाहिँ किन एउटा माउला दुईटा? ए कहाँबाट ल्याउनु भएको बच्चाहरू चाहिँ? ए कहाँ लानु भएको? ए यहाँ तपाईँ कति बेला फर्किनुहुन्छ? ये हमारा छुट्टे साम्राज्य। मैले सोचेको जस्तो यो ठाउँको नाम चाहिँ के भन्छ अझै? ढोल तासेको एरिया भनौँ। ढोल तासेको परको डाँडा, ढोल तासेको आसपासतिर आइपुग्यो। यो चाहिँ ढाप्ले प्रजातिको फुल त आमामा के हो यस्तो? यो फुल्ने सिजन कहिले हो ढाप्ले चाहिँ? असार पहिलो हप्ता। असार पहिलो हप्तामा त खतरा हुन्छ नि।
सो गाइस अहिले चाहिँ हामी यो ढोल तासे भन्ने स्थानतिर आइपुग्यो। ढोल तासे भनेको चाहिँ यस्तो बवाल छ है, तपाईँलाई म देखाउँछु माथिको हेरी। अलिक बोल्नु चाहिँ गाह्रो परिरहेको छ। घोरोल गाइस, घोरोल घोरोल भिरको टुप्पीमा। यो चाहिँ ढोल तासेको तेर्सो बाटोमा जो कोहीले नि पानी खान सकिन्छ। फ्रिज हो नि दाइ हाम्रो यो ढुङ्गै ढुङ्गाको, लाइन बिना चल्ने फ्रिज हो दाइ यो त। अनि आमा दाइ कस्तो भयो, फ्रिज जस्तै भयो। एक नम्बर यो ढुङ्गाको फ्रिज। तलतिर चाहिँ लाइनमा चल्छ भने यहाँ चाहिँ पुरै प्राकृतिकले चल्छ पुरै यहाँनिर फ्रिज चाहिँ है त। यो दाइ बोतलै यस्तो हेर्नुपर्छ, त्यो बोतल हेर्नु न, त्यो फ्रिजमा राखेर भर्खर दिन्छ नि, निकाल्छ नि, सेम त्यस्तै रहेछ है। सो अहिले चाहिँ हामी फाइनली यो सातो बाटो भन्ने ठाउँतिर चाहिँ आइपुगिसक्यौँ। तर यहाँबाट चाहिँ कुहिरो हुसे लागेर केही देखिन्छ यस्तो गीत हान्थ्यो गाइज। आमामा कस्तो बवाल भ्यू देख्न सकिन्छ यहाँबाट, यता उता सबैतिर गयो है। तर यहाँ चाहिँ अहिले कुहिरो लागेर केही पनि देखिएको छैन। तपाईँहरू डक्नुबाट सातो बाटो चाहिँ भन्ज्याङमै पुरा देखाउनु छु है त। अब यता डाँडा पाखा त केही देखाउनु पाइएन नै गाइज, त्यस्तो भयो कुहिरोले गर्दा कसैले। सो अब चाहिँ हामी टक्क यो सातो बाटोमा पनि यसो यताउता भ्यू हेऱ्यो। अनि अब लाग्यो गाइस ओह्रालो बलौटै भन्ज्याङतिरै रचट भाइहरू अगाडि हिँड्नु हुँदैछ।
टक्क यो सातो बाटोको ओह्रालोको यात्रा गर्दैछौँ। बलौटे भन्ज्याङ र सातो बाटोको ओह्रालो बिचको बाटोको चाहिँ यात्रा गर्दैछौँ। साथीहरू चाहिँ अगाडि गइसक्यो, म चाहिँ अलिक पछि बढ्दैछु गाइस। र मुन्नुम पदमार्गमा देखिने जति पनि सुन्दर मनोरम दृश्यहरू छ त्यो चाहिँ तपाईँहरूलाई म सबै देखाउने प्रयास गर्नेछु। अरू केही देखाउन नसकेन है गाइस। ल भिडियो चाहिँ अन्तिमसम्म हेरी कहाँबाट भिडियो हेर्दै हुन्छ कृपया लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न अवश्य नभुल्नु होला है। बलौटे भन्ज्याङ हार्दिक स्वागत छ बलौटे भन्ज्याङ। अरे बलौटे भन्ज्याङ नाम किन राखेको नि? बलौटे बलौटे भएर ल बलौटे भन्ज्याङ हामी आइपुग्यो अब फाइनली। अब यहाँबाट फेरि हाम्रो उकालो यात्रा हुन्छ। बुढो खती एक जडीबुटी पनि हो भने चाहिँ बलौटे भन्ज्याङमा एकछिन बस्यो, खाजासाजा खाइयो अनि हामी चाहिँ अब यो ह्याकुलेको डेन्जर उकालोतिर लाग्यो गाइस। यो उकालोमा चाहिँ धेरै कष्ट गर्नुपर्ने हुन्छ, धेरै ठाडो उकालो रहेको छ यहाँ चाहिँ। अब यहाँबाट चाहिँ आज हामी टक्क पर झुक्यो भन्ने ठाउँमा पुगेर चाहिँ आज बिहानीको खाना खान्छौँ। यसपछि हामी फेरि लाग्नेछौँ, हामी कहाँसम्म पुग्छौँ त्यहीँसम्म है त गाइस। ल भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला है। भग्नाशेष अवस्थामा भत्किँदै गरेको गोठहरू यो चाहिँ मान्छेहरू गोठ बस्नु छोडेसँगै गोठहरू नै यसरी सबै लथालिङ्गै भएर भत्किँदैछ। मुन्नुम पथ मार्गको बाटोकै छेउमा यो चाहिँ। सो गाइस चट्टा अब चाहिँ हामी हाम्रो खाना खाने स्थानतिर आइपुगिसक्यो। यो गोठमा चाहिँ हामी पहिले पनि आएको थियौँ, भिडियो यहाँहरूले हेर्नु त मलाई थाहा भएन है, तर पहिले नै आएको थियौँ र फेरि नै आइपुग्यो। आज हामीले यिनीहरू खाना रेडी गर्न लागेको थियौँ।
छेम भन्छु त्यो छेम यस्तो कुल्चुला भने त्यहाँ जाने हुँदैन त्यहाँ त पस्दै पस्दैन कान्ता थप्न खाँदै थप्न सकिन्छ नि आर्मीको हुनुपर्छ कि पक्का भन्छु हामी टक्क खानासाना खायो अरे अगाडि बढ्दैछौँ यहाँनिर चाहिँ अनि हामीले खाना खाएकै गोठको अङ्कलहरूको चाहिँ याक रहेछ यहाँ एउटा सानो बच्चा रहेछ अनि यहाँ अर्को ठुलो रहेछ यो याकहरू चाहिँ अस्ति नै गोठमा चाहिँ बाघहरूलाई खेद्नु भएको के भन्दै थियो खेदेको के भन्दै थियो यस्तो ल याक बाबु यहाँ छ गाई एकछिन भिडियो गर्दैछु सठिक ल हामी चाहिँ अहिले यो अलिक अगाडि बढिसक्यो यो जुन पानी भएको ठाउँमा यहाँबाट उताको बाटो चाहिँ कुनै पनि बनेको थिएन कहीँ पनि बाटोहरू बनेको थिएन तर अहिले लेटेस्ट बाटोहरू बनाएको रहेछ अनि साथमा एउटा पार्टी पनि बनेछ यो ठाउँमा चाहिँ सधैँ पानी हुने गर्थ्यो त्यो पानी चाहिँ अहिले सुकेको रहेछ अनि यहाँनिर अर्को चाहिँ धारा नि बबाल बनाएको रहेछ यहाँनिर नयाँ अपडेट गाई चाहिँ मुन्दुम पदमार्गको है अनि यहाँ धारा नि बबाल बनाएको रहेछ र साथमा यस्तो बाटो चाहिँ बबाल बनेको रहेछ पुरै चिल पारामा गाई ल के कस्तो छ सबै तपाईँहरूलाई म देखाउँदै अगाडि बढ्नेछु है त अब चाहिँ नयाँ बाटो यो चाहिँ भर्खर लेटेस्ट बनेको गाइज यो चाहिँ लगभग जुगे पानीबाट चाहिँ निकासा भन्ज्याङसम्म चाहिँ मुन्दु बाटो बनेको थिएन त्यसमा पनि अहिले चाहिँ लेटेस्ट बन्नु स्टार्ट भइसकेको रहेछ कहाँसम्म बनिसक्यो अहिले लेटेस्ट चाहिँ तपाईँहरूलाई म देखाउँदै जान्छु अगाडि नयाँ के कस्तो छ हाम्रो मुन्दुम पदमार्ग भनेर है त यहाँ नि बबाल बनाएको रहेछ त मुन्दुमको बाटो पनि भेट्न थालियो त अब के भन्छ ठाउँको नाम चाहिँ लौरेको फेद है घोप्टे घोप्टे आसपासमा बनाइएको सचित्रहरू यो चाहिँ अब हाम्रो मेन डेन्जर त्यहाँ के छ त्यस्तो
गाइस अब चाहिँ हामी चट्ट यो लौरे भिरको फेदमा आइपुगेको छ है। लौरे भिर चाहिँ यता उभो छ, हामी चाहिँ अब यताबाट लौरे भिरको फेदमा ठ्याक्कै आइपुग्यो अहिले चाहिँ। अब यहाँबाट चाहिँ हामी यो लौरे भिरको उकालो हुँदै जानुपर्ने हुन्छ। यो चाहिँ साल्पा सिलिचुङ यात्रामा चाहिँ सिलिचुङ चढ्नुभन्दा दोस्रो खतरनाक बाटो पनि हो, टक्क देख्न सक्नुहुन्छ। अब चाहिँ हाम्रो यहाँबाट उकालोको नन स्टप यात्रा हुन्छ गाइस। तपाईँहरूलाई म बिचको देखाउनु पर्ने के छ त, यहाँनिर हेर्नै पर्ने ठाउँहरू सबै देखाउँछु र। अहिले चाहिँ यहाँ पानी पर्न सुरु भइसक्यो। अब चाहिँ पानीले पनि डरलो कुर्सास छ गाइस। अनि साथमा हामीले भिडियो नि अलिक अब गर्न पाइँदैन, हल्का सठिक तपाईँहरूलाई म देखाउने प्रयास गर्नेछु है त गाइस। ल पानी परेको थियो, पानी परेर पनि हल्का यत्रो भिजे नि बाल भएन गाइस, गर्मी भएको थियो त्यही भएर मैले त्यत्तिकै हिँडेको है। र अब चाहिँ हामी लौरेको पहिलो खुड्किलो पार गरिसकेर अब दोस्रो खुड्किलोको उकालोतिर अगाडि बढ्दैछौँ। यस्तो खतरनाक छ गाइस चाहिँ लौरेको भिर चाहिँ। मैले खुलेछ भन्दा तपाईँहरूलाई म यस्तो बवाल देखाउने छु। चाहिँ गाइस लौरेको उकालोको डेन्जर बाटोमा चाहिँ यस्तो भएको ठाउँमा चाहिँ यो जेठ महिनासम्म नि लालीगुराँस गाइस यस्तो देख्न सकिन्छ। हामी चाहिँ यस्तो पानी झरीमा हिँड्दैछौँ है लौरेको उकालो। त्यति साह्रो भिडियो नि मैले गरेको छैन, पानी पर्नको कारणले गर्दाखेरि। पानीमा पनि यसो यहाँलाई म देखिन सक्ने सुन्दर दृश्यहरू चाहिँ देखाउँछु। त्यहाँ पर हेरिदिइहाल्नु ल, गुराँस, चिमल, भिर। लगाइछ अब चाहिँ हामी चट्ट यस्तो पानी झरीमा नै पुरै सर्भाइभ गर्दै चाहिँ लौरे भिर पार गर्न सफल भयो है त। लौरे भिर पार गरेर अब यस्तो बाटोको यात्रामा छौँ। यो 1300 बाटोको यात्रामा चाहिँ कुर्लिङ्गो पनि फुलेको रहेछ यार। यो कुर्लिङ्गो अनि लालीगुराँस भन्ने चाहिँ गाइस जो सबैले
गुराँस भन्ने गर्छ, तर मेन लाली गुराँस भनेको चाहिँ गाइस यो है, यो चाहिँ ठुल्ठुलो हुन्छ। आम्बो लौरे पार गरे जोस् खुसी लाग्यो यार। चाहिँ कुर्लिङ्गो भन्ने एक चिमलकै प्रजाति गाई छ। यो चाहिँ यस्तो हुन्छ। आम्बो यसको बोट चाहिँ सानो र सानो रे। पानी झरीमा लगाइ सर्भाइभ फरो गरिने भयो। र्याङ्कोट लाएर के गरेर भयो नि। यस्तो गर्नुपर्छ। उल्टो लाउनु भएको उल्टो हिँड्नु ल लगाइस पानीमा पुरै भिज्दै भिज्दै लाग्यो। भिडियो जे होस् गर्न पाइँदैन, अब मैले चाहिँ गर्न पाउँदैन। त्यही हो दुःखको कुरा भनेको चाहिँ। लगाइस मेरो नि अवस्था चाहिँ यस्तो छ है त। ल मेरो झन् 3 खाप 2 खाप छ गाइस। ल लाग्यो गाइस। पानी रहेपछि म देखाउने सक्छु। यो कुनै स्ट्रगल गर्दाको समयमा खिचिएको तस्बिर हो गाइस। रावादेखिमा माछा मार्ने काम गर्छ यसकै तल बिचमा। राको चाहिँ छिरो कहिले भनेको। ल हामी चाहिँ अहिले यो यस्तो पानी झरीमा नि र्याङ्कोट ओलेर सर्भाइभ गर्दै स्ट्रगल गर्दै चाहिँ रावडप आइपुग्नु सफल भइसक्यो। तर भिजेर चाहिँ ल्याफु गाइज। गमुट बाहिर थिएन अन्त बोलेन जाको। त्यो अघि हामी दिउँसो खाना खाएको थियौँ न। हजुर उहाँहरू त एकै दिनमा बिहानै हिँडेर अनि बेलुका आइपुग्छु भन्छ त हो नि। उहाँहरू घर नजिकै हो नि त। यहाँ सिरिचुङ पुगेर पनि यहाँदेखि अघि आएको जस्तो त छैन होला नि उता पर। लगाइ चाहिँ अहिले चाहिँ हामी टक्क यो गुराँसै भन्ने ठाउँतिर आइपुगिसकेको छौँ। आज चाहिँ हामीलाई दिनभरि पानीले कुट्यो भन्दा नि त लगभग लौरे भिरबाट हामीलाई पानीले कुटेको। यो गुराँसै भन्ने ठाउँमा आएर चाहिँ अलिकति पानी कम भएको छ, त्यही भएर फ्याट्टै भिडियो गरिहालेको। फेरि पर्न सक्छ, गाह्रो छ। यस्तो र्याङ्कोट स्याङ्कोट ओडियो हिँड्दा नि पानीले भिजाएर धुस्नु गाइज।